कागजमा लेखेर अत्यन्तै आकर्षक ढङ्गबाट पुस्तक बनाएर प्रस्तुत गर्नुहुने आदरणीय हाम्रा बौद्धिक व्यक्तित्व डाक्टर विजय मिश्रजी र मञ्चमा मैले मान्नुपर्ने विद्वान व्यक्तित्वज्यूहरू हाम्रा श्रम संस्कृति पार्टीका अगुवा श्रमदाता श्रम संस्कृति पार्टीबाट संसदमा जनताको प्रतिनिधित्व गर्ने हाम्रा सांसदज्यूहरू श्रम संस्कृति पार्टीमा आबद्ध रहेर काम गरिरहनु हुने विभिन्न तहका साथीहरू श्रमदाताहरू पत्रकार सबैजनालाई एकमुष्ट नमस्कार छ मेरो। बडो खुसी लागेको छ आज यतिका धेरै बौद्धिकहरूको अगाडि हामीले चाहिँ नि यो हाम्रो श्रमको कुरा, श्रमदानको कुरा, श्रम र श्रमदानसँग सम्बन्धित हाम्रा पार्टीका विचारका कुरा, सिद्धान्तका कुरा, यसका बारेमा विभिन्न खालका चाहिँ नि शुभकामना, टीका टिप्पणी यी सारा कुरा आदान प्रदान भइरहेको छ। अत्यन्तै खुसी लागेको छ मलाई। अस्ति पनि हामीले यो खालको एउटा कार्यक्रम सानो गऱ्यौँ र आज यो दोस्रो बैठक कार्यक्रम जे भन्दा पनि हो हाम्रो विज्ञज्यूहरूसँग नियमित रूपमा हामी यस्ता कार्यक्रमहरू आयोजना गर्दैछौँ ताकि हामी कता जाँदैछौँ भन्ने बारेमा हामीलाई बोध होस्। Everyone is directed by his or her knowledge. हरेक व्यक्तिलाई आफ्नो ज्ञान प्यारो हुन्छ र उसको ज्ञानबाट नै ऊ निर्दिष्ट हुन्छ। तर एउटा व्यक्तिको टाउकोमा रहेको ज्ञान पर्याप्त हुन सक्दैन। विशेष गरी पार्टी चलाउने कुरामा, सङ्घ संस्था चलाउने कुरा होला, एउटा परिवार चलाउने कुरामा परिवारको अगुवा बाबा अथवा आमाले गर्न सक्ला। तर यति विशाल उद्देश्य लिएर हिँडेको पार्टी एकजना मात्रै मान्छेले सोचेर, केही थोरै मान्छेले मात्रै सोचेर हामी कुन दिशातर्फ जाँदैछौँ, ठिक तरिकाले जाँदैछौँ कि छैनौँ भन्ने खालको चाहिँ के अरे समीक्षाहरू पनि हामी थोरै मान्छेहरूले गर्नु नसकेको कारणले गर्दाखेरि धेरै मान्छेहरूले श्रम संस्कृतिको बारेमा बोल्नु होला। राम्रो बोल्दा पनि भयो होइन, टीका टिप्पणी गरेर तपाईँको चाहिँ आलोचना गर्दा पनि भयो। जे छ तपाईँहरूको मनमा त्यो तपाईँले राख्नुपर्छ भन्ने मनसायले हामी यस्ता कार्यक्रमहरू आयोजना नियमित रूपमा गर्ने नै छौँ आगामी दिनहरूमा पनि। खुसी लागेको छ यो कार्यक्रमलाई सम्भव बनाइदिनु भएको। अब यो हर्क सानपाङ अब फेरि हर्क बात के हो यो, के हो यो, कति मान्छेलाई अचम्म लागिरहेको हुन्छ। जे जस्तै भए पनि हिजो आज हर्क साम्पाङ छैन भने फेसबुक पनि रित्तो रित्तो लाग्दो रहेछ। दुई खालका मान्छे म फेसबुक सामाजिक सञ्जालमा देख्छु। एउटा चाहिँ हर्क साम्पाङलाई समर्थन गर्नलाई आएको हुन्छ, अर्को चाहिँ विरोध गर्न, गाली गर्नलाई आएको हुन्छ। तर समर्थन होस् या विरोध, गाली जेसुकै होस्, आलोचना होस्, तर हर्क साम्पाङ भन्ने शब्द चाहिँ त्यो नाम चाहिँ चाहिँदैन रहेछ अहिले। अब यो ब्रान्ड हो कि के हो होइन, यो वास्तवमा हर्क साम्पाङ भनेको को हो त, के खालको मान्छे हो त भनेर धेरै मान्छेहरूलाई जिज्ञासा लाग्न सक्छ। म पनि खास चिन्दिनँ त्यति राम्रोसँग हर्क साम्पाङलाई। मैले चिनेको हर्क साम्पाङ चाहिँ को हो, कस्तो छ भन्ने बारेमा मैले चुनाव ताका पनि सुनाउँथेँ, आज पनि सुनाउनु मन लाग्यो। खासमा हर्क साम्पाङ चाहिँ कस्तो हो त त्यो मान्छे? घमण्डी देखिन्छ, फेरि सदनमा जान्छ घमण्डी होइन जस्तो छ है। घरि गिटार बजाएर गीत गाइरहेको देखिन्छ, घरि ढुङ्गा बोकिरहेको देखिन्छ। धेरै मान्छेहरूलाई त्यस्तो लाग्न सक्छ। जस मैले चिनेको हर्क साम्पाङ चाहिँ कस्तो छ भने, को हो हर्क साम्पाङ? मनभित्र यो देश बाहेक अर्थोक केही छैन उसको, मनभित्र यो देश बाहेक अर्थोक केही छैन उसको। घोर अन्धकारभित्र आशाको किरण छर्ने चेतनाको खेती गर्ने र निराशाभित्र आशा र विश्वास भर्ने काम गर्छ उसले। देश र माटोबारे हजारौँ गीत लेख्छ ऊ, गाउँछ अनि अरूलाई पनि गाउन लगाउँछ।
उजाड पाखा पखेरा र बगरहरूमा हजारौं लाखौं बिरुवा रोपेर हरियाली बगैँचा र पार्क निर्माण गर्दै बस्छौ। जलाधार र पानीको मुहान बढाउन बिरुवा रोपिरहन्छौ। उद्योग जति सबै बेची खाएको देशमा मुद्दा र मामिला अनेक परेको लफडा झेल्दै उद्योग खोल्दै अघि बढ्छौ। ढुङ्गा बोक्छ, गिट्टी कुट्छ, घाम पानी झरी केही नभनी भिर पाखा र खोला नालामा कुदिरहन्छौ। कठोर भन्दा कठोर लाग्ने सबै काम गर्छ मनमा एउटा उद्देश्य बोकेर, यो देश बनाउने उद्देश्य बोकेर। यस्तो खालको छ मैले चिनेको अर्को सानो चाहिँ। भौतिक विकासका आधार तय गर्छ उसले। आधुनिक र व्यावहारिक सहरीकरणको अवधारणा लागू गर्नुपर्छ भन्छ ऊ। सुन्दर सहर निर्माण गरेर संस्कृतिको सुगन्ध भर्न खोज्छ उसले। भौतिक, सामाजिक, शैक्षिक, बौद्धिक, सांस्कृतिक विकासका आयामहरूमा देखिने काम गर्न खोज्छ ऊ। बाढी पहिरोले जनताको बस्ती बगाउन लाग्दा आफै अघि सरेर तार जाली कस्न जान्छ ऊ। जनताको घरमा आउने पानीको पाइप उसलाई मन नपराउने विरोधीहरूले लगाएको डडेलोले जल्दा धुवाँमा निसासिँदै आगो निभाउँदै जङ्गलमै बास बस्छ ऊ। ढुङ्गा हानाहान गरेर होइन, मिलेर ढुङ्गा बोकेर देश बन्छ भन्ने विश्वास गर्छ ऊ। लागु औषध दुर्व्यसनमा फसेर युवा नबिग्रुन् भन्न खातिर चेतनाको अभियान चलाएर सहरको कुना कुना वर्षौं कराउँदै हिँड्छ ऊ। सहरका गल्लीहरू सफा गर्न अघि सर्छ ऊ। ढिला सुस्ती, घुसखोरी र भ्रष्टाचार पिटिक्कै सहँदैन उसले। विकासको पहिलो आधार नै चेतना हो भन्ने बुझेर सामाजिक परिवर्तनको अभियान चलाउँछ ऊ। समाजमा विद्यमान विभेद र विकृतिको अन्त्य गर्न श्रमको संस्कृति फैलाउन चाहन्छ ऊ। मैले चिनेको सामान चाहिँ त्यो खालको छ। विकास र परिवर्तनको हुटहुटी सप्तकोशीमा, सप्तकोशी धेरै टाढो भयो हो, कर्णालीमा महाकालीमा बगिरहेको पानी जस्तो असीमित छौ भित्र संसारकै नमुना देश बनाउनुपर्छ भन्दै बालकदेखि वृद्धसम्मलाई श्रमदानको महाअभियान आफ्नो क्षमताले भ्याएसम्मको योगदान दिन प्रेरित गर्छौ। श्रमदानको महाअभियान चलाउँछ उसले। प्रकृतिको संरक्षण र सदुपयोग गर्दै संस्कृतिहरूमा रमाउँछौ। प्रविधिको विकास गर्दै आविष्कार र चमत्कार देखाउँ भन्छ उसले। विदेशी ऋणमा होइन, आफ्नै पाखुराको दममा विकास गरौँ भन्छौ। पार्टी, जाति, धर्म, वर्ग र व्यक्तिगत स्वार्थहरूले फुटेको समाजलाई श्रम संस्कृतिको माध्यमबाट जोड्न निस्कन्छौ। मैले बुझेको अर्को सम्मान त्यो खालको छ। माटो माटो माटो, देश 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 भन्दै देशलाई माया गरिरहन्छौ। माटोको गौरव बोकेर आकाश छौँ भन्छौ। सेवा सुविधाको सुकिलो मुखिलो जीवनशैली त्यागेर फाटेको लुगा लगाएर देश बनाउँछ भन्दै श्रमदान गरिरहन्छौ। आदेश र निर्देशनमा होइन, आफैले गरेर देखाउनुपर्छ भन्छ उसले। ठुल्ठुला मञ्चहरूमा, सभा र पार्टीहरूमा सम्मान थाप्न र भाषण गरेर ठुला सपना बाँड्नुभन्दा ससाना कामहरू फत्य गरेर देखाउन श्रमिक बन्न रुचाउँछौ। हिलो र धुलोमा गाडिएर उज्जवल भविष्यको सपना साकार बनाउन निस्किएको उसलाई हेर्दा साधारण देखिन्छ, तर कालोलाई कालै हो र सेतोलाई सेतै नै हो भन्न सक्ने हिम्मत राख्छ उसले। देशको विपक्षमा रहेका संसारका जस्तोसुकै र जत्रोसुकै शक्तिसँग अन्याय गर्न खोजे लड्न भिड्न खोज्छ ऊ। एमसीसी, एसपीपी, महाकाली सन्धि जस्ता राष्ट्रघाती सन्धि सम्झौताहरूको विरोध गर्छ उसले। सङ्कटको बेला अरू सबै नेता डरले लुकिएको बेला, बचाऊ बचाऊ भन्दै भागिरहेको बेला, यो देश जलिरहेको बेला देश बचाउन र सम्हाल्न निस्कने मान्छे हो। आखिर को हो ऊ त्यही हर्क साम्बाङ हो जो थोपा थोपामा यो देश बाँचिरहेको छ, जो कण कणमा यो देश साँचिरहेको छ। उसको हरेक सोचाइमा छ यो देश, उसको हरेक बोलीमा छ यो देश, उसको हरेक कर्ममा छ यो देश, उसको आँसुमा छ यो देश, उसको रोदनमा छ यो देश। यो देश दुख्दा देशसँगै रुन सक्ने मन छ उसँग, देशको आँसु बुझ्न सक्ने दम छ उसँग।
बाँचिन्जेल माटो भन्छौ मरे पनि फेरि यही माटोमा जन्मन खोज्छौ उसलाई न स्वर्गको मोह छ न सुखको उसलाई मोह छ त सिर्फ यो देशको हो मैले चिनेको अर्का साथमा त्यो खालको छ वास्तवमा को छ यो चाहिँ मैले सुनाउँथेँ कि पहिला आज ठ्याक्कै याद आयो